बाथरुममा लोटेको थियो, त्यो भएर ढाडको समस्या भएर खुट्टाहरू सबै दुख्ने, बाथरुमतिर जाँदा पनि भित्ताहरू समात्नु पर्ने, त्यस्तै हिँड्न एकदम गाह्रो भएर यो स्पाइन फ्युजन सर्जरी चाहिँ अहिलेको नयाँ टेक्निक हामीले युज गरे हो। यसमा चाहिँ ठुलो घाउ बनाएर मसल्सहरू काट्नु पर्दैन अनि अपरेसन गरेपछि पनि ढाड दुख्यो या उया गरिराख्ने हैन। त्यो हुनाले यो नयाँ टेक्नोलोजी र टेक्निक्सहरूबाट यो मिनिमल्ली इन्भेजिभ टेक्निकबाट अपरेसन गर्दा पेसेन्टको चाहिँ धेरै क्विक रिकभरी हुन्छ र क्वालिटी अफ लाइफ पनि एकदमै राम्रो इम्प्रुभ भएको छ। नमस्ते, मेरो नाम सञ्जय गुरुङ। म चाहिँ बाथरुममा लोटेको थियो, त्यो भएर ढाडको समस्या भएर ढाडले गर्दाखेरि खुट्टाहरू सबै दुख्ने, अनि त्यही खुट्टाको दुखाइले गर्दा हिँड्न नमिल्ने, तलमाथि हिँड्न नमिल्ने, सिधा बाटो हिँड्न नमिल्ने, अनि बिहान उठेर बाथरुमतिर जाँदा पनि भित्ताहरू समात्नु पर्ने, त्यस्तै हिँड्न एकदम गाह्रो भएर प्रकाश सरलाई भेटेर चाहिँ फाइनली अपरेसन भयो। नेपाल मेडिसिटी चाहिँ एकदम राम्रो लाग्यो। अब अरू अस्पतालमा त औषधि यो ले त्यो ले भनेर मान्छे चाहिन्छ नि एउटा, तर यहाँ त्यस्तो केही झन्झट गर्नु नपर्ने रहेछ। मलाई एकदम राम्रो लाग्यो, विदेशी जस्तो के। मलाई अपरेसन गरेपछि धेरै फाइदा भयो। अहिले हिँड्न मिलेछ, आफै उठ्न सक्छु, भित्र समात्नु परेको छैन। अहिले अपरेसन गरेर 2 हप्ता भयो, टोइलेट बाथरुम आफै उठेर जान्छु। ढाडको अपरेसन गरेपछि त उठ्नै मिल्दैन, हिँड्नै मिल्दैन, कति महिनासम्म भनेको थिएँ, तर मलाई त्यस्तो लागेन। नमस्ते, मेरो नाम चाहिँ कृष्ण गुरुङ। म पोखराबाट डाक्टर प्रकाश सर चाहिँ सम्पर्कमा आउनुभयो र यहाँ एडमिट भएको 1 दिनपछि नै सर्जरी पनि भयो र 2 दिन आइसियु राखे पछाडि चाहिँ हामी नर्मल आफ्नो केबिनमा गयौँ। यसको लागि चाहिँ हाम्रो डाक्टर प्रकाश, अपरेसनको टिम र सबै स्टाफलाई एकदम धन्यवाद दिन चाहन्छु। मेरो छोरी पनि संयोगले चाहिँ आउनुभएको थियो। उहाँ पनि पेसाले नर्स नै हुनुहुन्छ, तर उहाँ युपीमा हुनुहुन्छ। उहाँको फिडब्याक पनि एकदम इन्टरनेसनल स्ट्यान्डर्डको हस्पिटल रहेछ, ड्याडी राम्रो रहेछ भनेर उहाँले त्यस्तो फिडब्याक दिनुभयो। मेडिसिटीको सबै कुराहरू एकदमै राम्रो लाग्यो। यहाँको स्टाफहरू, यहाँको फेसिलिटीहरू एकदमै राम्रो लाग्यो। नमस्ते, म डाक्टर प्रकाश पौडेल, कन्सल्टेन्ट न्युरोसर्जन, स्पाइन सर्जन, नेपाल मेडिसिटी। हाम्रो पेसेन्ट हुनुहुन्थ्यो सञ्जयजी। उहाँको चाहिँ L3 L4मा स्पन्डाइलोलिस्थेसिस थियो, भनेको चाहिँ हड्डी चाहिँ मेरुदण्डको हड्डी चाहिँ अगाडि सर्किने, जसलाई चाहिँ हामी स्पन्डाइलोलिस्थेसिस भन्छौँ। त्यो हुँदाखेरि ब्याक पेन हुन्छ, साथसाथै हड्डी सर्किँदाखेरि नसालाई पनि प्रेसर पर्ने भएको हुनाले अलिकति हिँड्दाखेरि, उभिँदाखेरि जुन उहाँले भने जस्तै त्यो खुट्टातिर गरुङ्गो हुने, झमझम हुने, अलिकति हिँडेपछि बसिहाल्नुपर्ने, जुन उहाँले पनि भन्नुभयो। बिहान बेलुका टोइलेट जान नै उहाँलाई, बाथरुम जान नै उहाँलाई गाह्रो अवस्था थियो। सो हामीले चाहिने यस्तो बेलामा त्यो 2टा हड्डीलाई स्क्रुहरू हालेर फिक्स गरेर फ्युजन गर्छौँ, त्यसलाई हामी फ्युजन भन्छौँ। स्पाइन फ्युजन सर्जरी गऱ्यौँ। यो स्पाइन फ्युजन सर्जरी चाहिँ अहिलेको नयाँ टेक्निक हामीले युज गरे हो। यसमा चाहिँ ठुलो घाउ बनाएर मसल्सहरू काट्नु पर्दैन। स्पाइनको बिचको भागबाट नभइकन छेउछेउबाट सानो एउटा पाल जस्तो बनाउँछौँ, त्यसबाट गाइड वायर हाल्छौँ। त्यो गाइड वायर भनेको मसिनो सुई हुन्छ। त्यो मसिनो सुई छिराइसकेपछि त्यसलाई डाइलेट गर्दै ट्र्याक बनाउँछौँ। त्यो ट्र्याकले के गर्छ भने मसललाई काट्ने होइन कि मसललाई पन्छाइदिन जान्छ। सो यस्तो मसलको फाइबरहरू पन्छेर यहाँबाट स्क्रु जान्छ। त्यसले गर्दाखेरि बिरामीलाई अपरेसन गरिसकेपछि पोस्ट अपरेटिभ पिरियडमा चाहिँ धेरै सजिलो हुने, पोस्ट अपरेटिभ रिकभरी एकदमै क्विक हुन्छ। स्पाइन सर्जरी भन्ने बित्तिकै मान्छेलाई चाहिँ नि एकदमै नकारात्मक सोचहरू छ, प्यारालाइज भइहाल्ने, जुन हाम्रो बिरामीले पनि भन्नुभएको छ नि त हैन, प्यारालाइसिस भइहाल्ने, अनि अपरेसन गरेपछि पनि ढाड दुख्यो या उया गरिराख्ने हैन। त्यो हुनाले यो नयाँ टेक्नोलोजी र टेक्निक्सहरूबाट हामीले जुन यो मिनिमल्ली इन्भेजिभ टेक्निकबाट अपरेसन गर्दा पेसेन्टको चाहिँ धेरै क्विक रिकभरी हुन्छ र क्वालिटी अफ लाइफ पनि एकदमै राम्रो इम्प्रुभ भएको छ।